नमस्कार साथीहरू, आज चाहिँ मेरो यो जुन भिडियो हेर्दै हुनुहुन्छ यो आज मेरो दोस्रो भिडियो रहेको छ झोलुङ्गे पुल सम्बन्धी। खास गरी यो अहिले एकदमै भाइरल पुल रहेको छ जुन मोरङ जिल्लाको सबभन्दा पहिलो स्थानमा र कोशी प्रदेशको दोस्रो स्थानमा रहेको छ। यसको लम्बाइ भनेको 747.89 मिटर रहेको छ भने यसको टोटल रोड भनेको स्टिल 269 मेट्रिक टन रहेको छ। र आउनुहोस् कुरा गरौँ अब यो पुल सम्बन्धी। यो पुल कम्प्लिट भनेको 2083 सालमा भएको रहेछ र यो पुल खास गरी रत्नमाई नगरपालिका वडा नम्बर 3 अन्तर्गत पर्ने साबिकको 1 नम्बर वडा पिडाली, साबिकको महादेवा गाविस 1 नम्बर वडा पिडाली र साबिककै महादेवा गाविस वडा नम्बर 7 पर्ने मिर्चाडाङ्गी रहेको छ। खास गरी यो पुल किन यहाँ बनाएको छ भने यहाँको मान्छेहरूलाई आवत जावत गर्न एकदम अप्ठ्यारो रहेको छ। जस्तै हामीले सबैलाई थाहै छ कोशी नेपालकै दोस्रो कोशी टापु भनेर चिनिने भनेको हाम्रो पारी मिर्चाडाङ्गी रहेको छ र त्यो पारी खास गरी मोरङ जिल्ला नै पर्छ। तर यहाँ आवत जावत गर्नको लागि यो पुल बनाएको हो। र अर्को जुन हाम्रो यहाँ बोर्डर रहेको छ यहाँ नेपालदेखि कति मिटर होला नेपालदेखि र इन्डियादेखि पनि प्राय मानिसहरू आवत जावत गर्ने गर्छन्। जहाँ चाहिँ हाम्रो बोर्डर यहाँ तपाईँ यता साउथतिर हेर्न सक्नुहुन्छ, त्यहाँ हाम्रो बोर्डर रहेको छ इन्डिया जस्ट 100 मिटर रहेको छ भने र हाम्रो 100 मिटर नर्थतिर तपाईँहरूले हेर्नुभयो भने यो चाहिँ हाम्रो झापाको बोर्डर छ भने पश्चिमतिर हाम्रो मोरङ रहेको छ। धन्यवाद।